पीएसजी भर्सेस एथलेटिको मैड्रिड आज बेलुका हुँदैछ क्लब वर्ल्ड कपमा। यो चाहिँ ग्रुप स्टेजकै बेस्ट गेम हुन्छ। क्वाड्रुपल ट्रेबल विनर र एथलेटिको मैड्रिड लुइस एन्रिके भर्सेस डिएगो सिमियोने। हामीले धेरैचोटि देख्यौं तर यो पालि चाहिँ लुइस एन्रिके पीएसजी को कोच छ। गेममा जाउँ, गेम चाहिँ वाइल्डली क्रेजी हुन्छ किनभने दुवै टिम एकदम राम्रो छ। एथलेटिकोले लिग नजिते पनि लिगमा सबभन्दा लिस्ट गोल कन्सिडर्ड टिम हो र अट्याक र मिडफिल्ड पनि त्यस्तै क्रेजी छ। पीएसजी को टिमको त हामीलाई सबैलाई थाहा छँदैछ र डेम्बेलेले चाहिँ स्टार्ट नगर्न पनि सक्छ आजको गेममा। फर्मको कुरा गर्यो भने पीएसजी को लास्ट 5 गेम्समा 5 वटा विन छ र त्यसमा यूसीएल पनि जितेको छ। र एथलेटिको मैड्रिडको कुरा गर्यो भने लास्ट 5 गेम्समा 3टा विन, एउटा ड्र र एउटा लस छ। र दुईटा कोचेसको हेड टु हेडको कुरा गर्यो भने लास्ट 15 गेम्समा लुइस एन्रिकेले 9 गेम्स र डिएगो सिमियोनेले 4 गेम जितेको छ र दुईटा चाहिँ ड्र छ। यो सबै स्ट्याट्स हेर्न चाहिँ म सोफा स्कोर युज गर्छु र तपाईले पनि सोफा स्कोर मेरो प्रोफाइलको लिंकबाट डाउनलोड गर्न सक्नुहुन्छ। गेम चाहिँ लास्टै रमाइलो हुन्छ किनभने हामीले सिमियोनेको हराम बल देखेको छौं। टेक्निकल टिमसँग सिमियोनेले कतै डिफेन्डिङ खेल्छ भन्ने देखेको छौं, तर त्यसमा चाहिँ सिमियोनेको अहिलेको सिस्टममा झन् काउन्टर दामी हान्छन्। स्ट्राइकर ग्रेट स्ट्राइकरहरू छ। एल्भारेज र ग्रिजमनले क्रेजी खेल्छन् र मिडफिल्डमा पनि सिमियोनेकै छोरो जोवानी सिमियोनी, त्यसपछि रोड्रिगो डिपॉल। पीएसजी को देखि कुरा गर्नु, पीएसजी वी अल नो दामी छ, टिमै बवाल छ। प्रिडिक्सनमा जाउँ, प्रिडिक्सनमा दुवै टिमले गोल हान्छ जस्तो लाग्छ मलाई। प्रिडिक्सनको कुरा गर्ने भने चाहिँ मलाई 3-1 विन फर पीएसजी हुन्छ जस्तो लाग्छ यो गेम। अर्को गेम बायर्न म्युनिक भर्सेस अकल्यान्ड। यो गेमको के कुरा गर्नु, बायर्नले फुल टिम खेलायो भने इजिली 4 गोल हान्छ अकल्यान्डलाई। प्रिडिक्सनको कुरा गर्ने भने बायर्नले 3 गोल हानेर जित्छ जस्तो लाग्छ अकल्यान्डलाई 3-0। तपाईहरुको प्रिडिक्सन के छ पीएसजी भर्सेस एथलेटिको मैड्रिड र बुन्डेसलिगा र अकल्यान्डको? टेल मी इन द कमेन्ट। पीएसजी एथलेटिकोको म्याच चाहिँ आज राति 12:45 मा हुँदैछ। बायर्न वाला म्याच चाहिँ एकछिनमा 9:45 मा हुँदैछ। एन्ड इफ यु लाइक द कन्टेन्ट, फलो फर मोर।